खाना सबै कुराहरू चाहिँ हाम्रो यहीँ उत्पादन भएको चिजले नै यहाँबाट पस्कने एउटा जुन स्वभाव छ यहाँ चाहिँ त्यो चाहिँ एउटा राम्रो एउटा पोइन्ट हो जस्तो लाग्छ मलाई चाहिँ। हामी आउने बित्तिकै हामीलाई स्वागत गर्नुभयो उहाँले र आउने बित्तिकै गुन्द्रुक साँधेको र सानो डालीमा मकैले स्वागत गर्नुभयो। यो चाहिँ उहाँको यो भनौँ न अलिकता आफ्नो हस्पिटालिटीलाई उहाँले अलिकता लोकल्ली हस्पिटालिटी गर्नुभयो। अब उहाँले भनिरहनु भएको छ हामी केही समयमा खाजा पनि खान्छौँ र उहाँले चाहिँ कोदोको मोमो बनाएर हामी तपाईँलाई टेस्ट गराउँछौँ भन्नुभएको छ। त्यस्तै अरू यो कोदोका परिकारहरू फापरका परिकारहरू त्यस्तोमा केही जोड दिनुभएको छ कि छैन? होइन, हामीले रैथाने बालीहरू जति पनि छ फापरको पिठो कोदोको पिठो जति पनि मकैका पिठोहरू छ त्यही हामीले बिहान जस्तो अब होटेलको हिसाबमा भन्दा त ब्रेकफास्ट लन्च भनिन्छ भने हामी चाहिँ यहाँ बिहान